So hello and namaste everyone, this is your boy Prajal Gimire back again with another vlog. आज चाहिँ हामी कहाँ छौँ? आज यो चाहिँ हाम्रो डे 3 अफ पोर्ट मैक्वेरीको। आज चाहिँ हामी पोर्ट मैक्वेरीको मर्मेड स्टुडियोमा छौँ। हाम्रो इन्ट्रान्स त यस्तो देखिन्छ बाहिर रोडबाट, अनि यस्तो हुँदै आएर पछाडि बेसमेन्टमा छ हाम्रो स्टुडियो। आज कस्तो दामी देख्छ, लास्टै राम्रो क्युट। यहाँ चाहिँ एकदम राम्रो एम्बियन्स छ हैन। यहाँनेरि बच्चाहरुको लागि हैन खेल्नको लागि बाहिर यस्तो दामी स्यान्ड पिट बनाइदिएको छ, अनि त्यसपछि माथि हात धुनको लागि पनि त्यहाँनेरि हुन्छ हैन। यो चाहिँ प्रोबेबली सेड हो हैन। अनि अर्को कुरा भनेको चाहिँ मलाई यस्तो दामी लाग्यो भने चाहिँ वुड फायर पिज्जाको लागि पिट छ क्या यहाँनेरि हैन। अनि फायर पिट यहाँ भइहाल्यो, वुड फायर पिज्जाको लागि ठाउँ छ क्या। वाउ सो दामी 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 दामी। म चाहिँ अहिले नै भन्दैछु कि आई रिकमेन्ड दिस हैन। अनि यहाँनेरि यस्तो दामी क्लिन गर्ने ठाउँहरू छ हैन। त्यसपछि बस्नको लागि यति दामी राम्रो बनाइदिएको छ प्रतीक्षालय जस्तो। अनि बच्चाहरूको लागि चाहिँ उनीहरूले चाहिँ सबै कुरा चाहिँ के भनेको छ भने यदि तपाईँहरूसँग बच्चा छ भने चाहिँ तपाईँहरू चाहिँ यहाँ पुरै खेल्न सक्नुहुन्छ भनेर भनेको छ हैन। खेल्न यो पुरै तपाईँहरूको लागि भयो हैन। अनि अर्को कुरा भनेको चाहिँ अब भित्र जाम यसरी सबै देखाइदिनु भएको छ। अनि अर्को इन्ट्रेस्टिङ फ्याक्ट भनेको यो ठाउँको लागि चाहिँ यहाँनेरि यो उसमा चिकन्स छ क्या यहाँ तल भर्याङ तल हैन। अनि उनीहरूले के भन्नुहुन्छ, यदि तपाईँहरू लक्की हुनुहुँदो रहेछ भने अनि कुखुराले अन्डा पारेको छ भने चाहिँ यु क्यान इट इट भनेर भन्नुभएको छ क्या। लाइक एनिवे अब भित्र जाऊँ हैन। वेलकम टु मर्मेड स्टुडियो हैन। अनि भित्र यति राम्रो बेड छ, क्विन साइज बेड। अनि अर्को कुरा भनेको चाहिँ उनीहरूले चाहिँ हामीले एडिसनल रिक्वेस्ट अनुसार सोफा बेड पनि लगाइदिनु भएको थियो। त्यो हामी किन भन्दा हामी 3 जना थियौँ नि त, त्यसको लागि 1 जना 2 जना 2 जना 1 जना जसरी बस्दा पनि भयो। अनि यहाँ राम्रो क्युट सिसा, यति दामी एम्बियन्स हैन। मर्मेड स्टुडियो भित्र छिर्ने बित्तिकै कस्तो बवाल के। अनि लाइटिङ पनि त्यस्तै दामी हैन। यहाँनेरि खाना पकाउने ठाउँ भाँडाहरू चाहिँ छ हैन, तर लाइक ग्यास स्टोभ अथवा लाइक इलेक्ट्रिक स्टोभ त्यो चाहिँ केही पनि छैन। म चाहिँ के भन्छु भने यो खासै हामीलाई महँगो पनि पर्यो भनेर म भन्दिनँ। किन भन्दाखेरि 160 मा वाट डु यु एक्सपेक्ट मोर देन द्याट के। 160 मा हैन एक नाइटको लागि यति धेरै थोक चाहिँ दिनुभएको छ। अनि उनीहरूले एक्स्ट्रा बेड हामीलाई हैन। हामी चाहिँ यहाँ सेली बिच आएको थियौँ। अनि केटाहरू चाहिँ कोस्टल वाक गर्न गएको छन्। मलाई चाहिँ लास्टै गर्मी भएको भएर मलाई चाहिँ जान मन लागेन हैन। अनि त्यही भएर मैले के भने केटाहरू तिमीहरू जाऊ, म चाहिँ जान्न भनेर भने। अनि ठिक छ, किन भन्दाखेरि म अहिले बिहान मैले ड्रोन उडाएको क्या। अनि पुरै त्यो आँखामा घाम यस्तो माथि हेर्दाखेरि आँखामा घाम परेर होइन पुरै आँखा रातो भएको छ क्या। अनि आँखाबाट पुरै आँसु आउला जस्तो भएको छ नि। त्यही भएर मलाई चाहिँ बाहिर घाममा निक्लिनै मन लागेन कि। अनि एसीमा आनन्द गाडीमा बसिरहेको छु म। अब यस्तो चाहिँ गर्न नहुने हो होइन घुम्न आएको बेलामा, तर लास्टै उयो भइरहेछ आँखामा। त्यही भएर मलाई चाहिँ जान मन लागेन, त्यही भएर म गइनँ। तर एनिवे लाइक यस्तो दामी देखिरहेको छ बिच चाहिँ होइन। हेर्नु होइन बस दामी। केटाहरू माथि पुगिसक्यो होइन, पादरको तर खुरखुर हिँडेर आइपुग्छन् यिनीहरू माथि। अनि अर्को कुरा भनेको चाहिँ 1879 मा बनेको लाइट हाउस पनि कति वेल प्लान्ड होला कि अहिलेसम्म पनि टिकिरहेछ यो होइन। यहाँभित्र चाहिँ लाइट हाउसमा युज हुने कुराहरू राखेको छ होइन। अल्सो यो यहाँ बल्बहरू म्युजियम काइन्ड अफ बनाएर राखेको रहेछ, सोलर पावर रहेछ यो, यस्तरी देखाएको छ होइन। अनि अर्को कुरा भनेको चाहिँ यहाँनिर चाहिँ एउटा एकदम दामी कुरा लेखेको छ क्या। लाइक भिजिटरहरू हुनुहुन्छ अनि त्यो भनेको चाहिँ वेल वाचिङको पोइन्ट हो होइन। त्यहाँ बसेर चाहिँ वेल वाचिङ गर्न मिल्छ होइन। अनि लाइक तपाईँलाई केही त्यहाँ वेल जस्तो देखियो भने चाहिँ दौडेर आएर होइन त्यो बाइनोकुलरबाट हेर्न मिल्यो क्या। यहाँनिर सबै कुरा चाहिँ वेल प्लान्ड छ। मेबी यो बाइनोकुलर चाहिँ अब लाइट हाउसमा होइन, अब त्यो यहाँ लाइटमा देखेर बोटहरू आयो भने चाहिँ हेर्नको लागि राखेको होला। आइएम नट स्योर होइन, मलाई लाइट हाउस बारेमा त्यति खासै ज्ञान चाहिँ छैन। मेरो पोइन्ट अफ भ्यूले चाहिँ त्यो भन्छ होइन। तर मेरो अहिले फर द टाइम बिङ चाहिँ यहाँनिर वेल देख्यो भने चाहिँ सर दौडेर गएर बाइनोकुलरबाट हेर्न मिल्छ। अर्को कुरा भनेको चाहिँ यहाँ रेस्पेक्ट, यार सबैले रेस्पेक्ट गरौँ एकअर्कालाई, माया गरौँ, सानोलाई ठुलोलाई रेस्पेक्ट गरौँ भन्छु म चाहिँ। हामी त्यसरी नै पढेको हेर्दाखेरि लास्टै दामी छ त्यो सब। अब त्यो गाउँहरू पनि होइन लास्टै दामी देखिएको छ यहाँबाट। क्यामेराले त यति नदेखाउला होइन, जति मेरो आँखाले देखिरहेको छ मलाई चाहिँ एकदम साह्रै राम्रो लाग्यो। अनि क्लिन हेर्नु न गाइस, लास्टै क्लिन छ यहाँनिर। केही त्यो बिचमा केही विडहरू पनि छैन होइन।
लास्टै क्लिन छ, इन्भाइरोमेन्ट क्लिन। यहाँ केही त्यस्तो फोहोरहरू पनि छैन। मस्ट भिजिट है पोर्ट म्याक्वेरीको यो ट्याकिङ पोइन्टको लाइट हाउस। अनि आम नट स्योर कुन चाहिँ बिच हो, म लाइट हाउस बिच नै रहेछ, त्यहाँ नाम लेखिरहेको छ। यहाँनिर धेरैवटा वाचिङ पोइन्टहरू छ, यहाँ बसेर आरामले दिनभरि समुद्र हेर्न मिल्छ है। मस्ट भिजिट। कति कालो घामले म यति डढिसक्यो 3 दिनमा, यति डढिसक्यो आई कान्ट एक्सप्लेन होइन। किन भन्दाखेरि जता पनि घाम। सी यु गाइस इन नेक्स्ट पोइन्ट विथ दिस अमेजिङ भ्यू। यहाँ यति राम्रो भ्यू छ होइन, त्यसको लागि अब केही न केही त चुकाउनै पर्यो होइन। सानो एउटा वार्निङ चाहिँ के छ भने यो बिचमा चाहिँ होइन लाइफ गार्ड छैन होइन। यहाँनिर खासै त्यस्तो ठुलो बिच पनि छैन, लाइफ गार्ड पनि छैन। अनि के भनेको छ भने यहाँनिर एकदम हाई करेन्ट्स आउँछ, त्यो तपाईँले देख्न सकिरहनु भएको छ होइन। एकदम हाई करेन्ट आउँछ भनेर लेखेको छ। अनएक्सपेक्टेड लार्ज वेभ्स डेफिनेटली होइन। अनि सबमर्ज रक भनेको तल ढुङ्गाहरू छ होइन, अनि डाइभ चाहिँ नगर्नु भनेर भनेको छ होइन। अनि अर्को कुरा भनेर भनेको चाहिँ सडन ड्रप भनेको त जाँदै एकैचोटि गहिरो छ भनेर भनेको छ होइन। एकदम होस पुऱ्याएर होइन स्विमिङ गर्नु होइन। हेर्दाखेरि चाहिँ एकदम अमेजिङ छ, तर अलिकति सावधानी चाहिँ अपनाउनुपर्छ है। द्याट्स माई लिटल एडभाइस फर यु। जो पनि आउँदै हुनुहुन्छ एकदम ध्यान दिएर स्विमिङ गर्नु होला। इन्जोय द भ्यू। लाइट हाउस पनि एकदम बजेर मजाले फोटो लिनु, फोटो पनि एकदम अमेजिङ आउनेवाला छ। किन भन्दाखेरि यहाँनिरको ग्रिनरीले अनि सिनले नै तपाईँको फोटोलाई चाहिँ एकदम बबाल बनाइदिन्छ कि। यहाँ पुरै ग्रिन छ होइन, आइफोनबाट फोटो खिच्नु होइन एकदम अमेजिङ आइरहेको छ क्या। केटाहरू त्यही गर्दैछन्। अनि वाउ व्हाट अ भ्यू। सी यु इन नेक्स्ट भ्यू। अनि अर्को लास्ट कुरा, मलाई चाहिँ एकदम मजा आयो। यदि तपाईँहरू यहाँसम्म हेर्दै हुनुहुन्छ भने प्लिज डु लाइक सेयर सब्सक्राइब होइन। यस्तै राम्रो कन्टेन्टहरू लिएर आउने गर्छु, म आउँदै गर्छु, आउनेवाला छु। यो चाहिँ कोलाको हस्पिटल हो होइन। अब लेट्स सी, कति बिच मात्र हेर्ने, अब अलिअलि कोला पनि हेरौँ। अनि कोलाको मर्मत कसरी गर्दो रहेछन् त्यो पनि हेरौँ होइन। यहाँ सुतिरहेको छ कोला चाहिँ, जुम गर्छु यहीँ छ। कन्जर्भेसन खासै ठुलो लागेन होइन। अनि लाइक $12 तिर्नु लाइक वर्थ इटै थियो भ्यूको लागि होइन, लाइक कन्जर्भेसनको लागि होइन। तर मलाई चाहिँ के भने पे गरे अनुसारको चाहिँ खासै त्यस्तो वाउ लागेन। तर उसले चाहिँ के भन्यो भन्दाखेरि यो चाहिँ लाइक एज अ हस्पिटल भएको भएर अलिकति हाइएस्ट पे भयो होइन। तर यहाँबाट चाहिँ 15 मिनट ड्राइभमा अर्को एउटा कन्जर्भेसन रहेछ, त्यसमा चाहिँ इन्ट्री फी जम्मा $5 होइन। अनि अर्को कुरा भनेर भनेको चाहिँ त्यसमा अर्को बेटर फ्याक्ट भनेको चाहिँ त्यो चाहिँ 8 मिलियन वर्थ प्रपर्टी भयो। त्यसमा चाहिँ एकदम ठुलो छ अरे रिजर्भ। अनि त्यसमा चाहिँ तपाईँले कोलाहरूलाई हातले समातेर खेलाउन पनि मिल्छ भनेर भनेको छ। अनि त्यसमा चाहिँ एकदम हायर रेन्ज हायर यस्तो ल्यान्डस्केपमा बनाएको प्रपर्टी भएर चाहिँ त्यसमा चाहिँ अलि धेरै कोलाहरू छ भनेर भन्ने कुरा चाहिँ त्यसले गर्यो होइन। ठिकै छ, अब तपाईँहरूलाई अब यदि हस्पिटलमै आएर हेर्न मन छ होइन भने चाहिँ यहाँ आउँदा बेटर हुन्छ। नत्र भयो भने चाहिँ अर्को फेसिलिटी यहाँबाट नजिकै भएको कन्जर्भेसनमा चाहिँ गएर हेर्नु चाहिँ अलिकति बेटर जस्तो लाग्यो मलाई चाहिँ। अब इन्ट्री फी पनि $5 अनि धेरै कोला पनि देखिने, अनि आफूले एक्टिभिटिज पनि गर्न मिल्यो, जस्तै समातेर चलाउन पनि मिल्यो होइन। त्यो चाहिँ बेटर हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब इट्स अप टु यु गाइज, तपाईँलाई हस्पिटलमै आएर हेर्ने कि त्यहाँ गएर हेर्ने, इट्स अप टु यु। लेट्स सी यु इन नेक्स्ट डेस्टिनेसन। सी यु गाइज। फाइनली हामी चाहिँ बागोमा जाइसकेको छौँ होइन। मैले चाहिँ गाडी यता घाममा पार्किङ गरेको थिएँ, यो खाली भयो। अनि त्यसपछि हामी शीतलमा गाडी ल्याएर राख्यौँ होइन। अनि मेन कुरा भनेको चाहिँ हामीलाई इन्ट्री फिसको बारेमा मलाई केही पनि नलेज छैन अहिले यतिखेर, किन भन्दाखेरि म गएको छैन। अनि मैले गुगलमा सर्च पनि गरेको होइन, इसानले सजेस्ट गर्यो। अनि त्यसपछि आउन त होइन मेज पनि घुमौँ, कति बिच यो बिल्डिङ्सहरू कति देखाउने, कङ्क्रिट बिल्डिङहरू होइन। अब यसो अलिअलि ग्रिनरी एन्ड फार्मिङहरू पनि देखौँ, हेरौँ अस्ट्रेलियाको होइन। यो चाहिँ पुरै अङ्गुरको खेती रहेछ यहाँनिर, पुरै जति पनि देखिया छ सबै अङ्गुर छ होइन। अब भित्र गएर पनि हामी हेर्छौँ। त्योभन्दा अगाडि चाहिँ सानो डिस्क्रिप्सन, यो बागोमेज हो, यहाँ चाहिँ वाइन टेस्टिङ पनि अलाउड छ, फ्री छ। तर अब हामी खाँदैनौँ, नखाने मान्छे होइन, पिउने मात्रै हो। ल एनिवे हामी चाहिँ गर्दैनौँ, किन भन्दाखेरि ड्राइभिङ गर्नुपर्ने छ। लाइक टेस्टिङै गर्दा त खासै केही पनि हुँदैन, किन भन्दाखेरि मसँग फुल लाइसेन्स छ। फुल लाइसेन्स चाहिँ ड्रिङ्क गरेर 1 स्ट्यान्डर्ड ड्रिङ्क गरेर पनि अलाउड छ। तर बी रेस्पोन्सिबल गाइज, आई डोन्ट सजेस्ट ड्रिङ्क किन गर्नु गाडी चलाउने मान्छेले, अलाउड छ भन्दैमा होइन। त्यही भएर ड्रिङ्क चाहिँ गर्नु हुँदैन ड्राइभिङ गर्ने बेला। पार्टी सार्टीमा भनेको त्यो द्याट्स अ डिफ्रेन्ट
स्टोरी। अब भित्र जाऊँ हैन, अनि भित्रको फेसिलिटी के छ हेरौँ। यदि क्याफे रहेछ भने केही खान्छौँ, हामीले केही खासै केही खाएको पनि छैन, एउटा कफी आइस लाटे खाएर आएको, द्याट्स इट। अनि यति खाइसकेपछि अनि त्यसपछि भित्र एक्सप्लोर गर्छौँ। सी यु गाइस एक्सप्लोर गर्दाखेरि। तर एकदम मलाई चाहिँ एकदम कुल लाग्यो, बाहिरबाट हेरौँ भित्र के छ। दिस इज द पोइन्ट अफ एट्र्याक्सन गाइज। अब हामी चाहिँ यो चाहिँ पोइन्ट अफ एट्र्याक्सनको लागि हामी त्यत्रो किलोमिटर परबाट आएको थियौँ होइन। यो चाहिँ यसलाई चाहिँ बागो मेज भनेर भन्दो रहेछ। यहाँ चाहिँ बागो वाइनयार्ड छ। पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ पुरै अङ्गुर खेती भएको छ यहाँनिर। अब देखेअनुसार चाहिँ सबै कालो अङ्गुर देखिएको थियो बाटोबाट। त एनिवे इन्ट्री पोइन्ट चाहिँ त्यहाँनिर छ। यो टोटल मेज हामीलाई पार गर्नको लागि चाहिँ अराउन्ड 30 to 45 मिनट लाग्छ भनेर भनेको छ उसले होइन। उसले थोरै एक्सप्लेसन दिएको छ कहाँ कहाँबाट के हुन्छ। अनि अर्को मेन कुरा भनेको चाहिँ बच्चाहरूको लागि चाहिँ यहाँनिर ट्रेजर हन्ट पनि रहेछ होइन। यदि फ्यामिलीसँग आउँदै हुनुहुन्छ भने चाहिँ इट विल बी गुड फर किड्स होइन। उनीहरूले के पाइन्छ यहाँनिर लेखेको छ होइन। युनिकर्न, हर्सेसहरू, ड्रागनहरू पाइन्छ भनेर भनेको छ होइन। यो फन एक्टिभिटिज हुन्छ बच्चाहरूको लागि पनि। अनि अर्को कुरा भनेको चाहिँ हामीले ड्रोन उडाउनको लागि बनाइसक्यौँ, तर उसले चाहिँ के भन्यो भने मेजको मात्रै देखाइदिए, विनाइटको नदेखा अनि होटेलको नदेखा भनेर भनेको छ। एनिवे हामी अब जसले उसले भनेअनुसार त्यही एक्सप्लेन गरेअनुसार हामी त्यही अनुसार काम गर्छौँ होइन। किन अरूको प्रपर्टीमा यो गेट चाहिँ अघि खुल्दै थियो होइन। अनि एउटा गाडी फुत्त छिर्यो, अनि त्यसपछि स्वाट बन्द गरिदिएर के। अनि पछि हामीले सानो यहाँ बोर्डमा देख्यौँ कि अथोराइज्ड भेहिकल्स अन्ली भनेर। अनि त्यो मान्छे चाहिँ अथोराइज थियो, उसले चाबी लगाएर अनि गयो होइन। लोकेसन वर्थ इट नै लागिरहेछ। अब हेरौँ माथि लाइट हाउससम्म। यहाँबाट लाइट हाउस चाहिँ देखिसक्यो होइन। यहाँ माथि छ लाइट हाउस देखिसक्यो, तर जान चाहिँ अझै परै छ। त्यहाँ जाऊँ अनि देखिन्छ कस्तो छ। त्यसो चाहिँ के लाग्थ्यो भने कुनै टापु अग्लो टापुमा राख्छ होला जस्तो लाग्थ्यो होइन। तर त्यस्तो नहुने रहेछ, मेनल्यान्डमा पनि राख्ने रहेछ होइन। आई वाज अनअवेयर। तपाईँहरूलाई म यो लाइट हाउस देखाउँछु कस्तो छ के छ भनेर। यो बल्ब चाहिँ हेर्दै कस्तो त्यो म्याग्निफाइड ग्लास राखेको छ क्या। मेबी त्यो परसम्म देखियोस् भनेर राखेको होला होइन। यो चाहिँ 1875 मा बनेको रहेछ, VR लेखेको छ। अनि यसको तल चाहिँ ओइल स्टोर लेखेको छ। मेबी यहाँ तल अब ओइल पनि होला नि त, किन भन्दा लाइट त बालिराख्नु पऱ्यो नि त, जेनेरेटरबाट चल्छ होला। हामी अनअवेयर त्यो पनि। नत्र भए किन भन्दा यहाँ इलेक्ट्रिसिटी त केही पनि सोर्स छैन होइन, सायद जेनेरेटरबाटै चल्ने होला। त्यही भएर ओइल राखेको छ यहाँनिर। माथि चाहिँ केही छ, किसान चाहिँ चढेको छ माथि। हेरौँ माथि चढेर, यदि माथि चढेर देखाउन मिल्ने रहेछ भने आई विल सो यु है त। चढेर देखाउन मिल्ने चाहिँ यही सान चाहिँ अलरेडी नै आइसकेको रहेछ। साह्रै नै राम्रो दृश्य यहाँबाट। म चाहिँ के भन्छु भने तपाईँहरूलाई म चाहिँ के भन्छु भने एकदम रिकमेन्ड गर्छु यस्तो यस्तो ठाउँ हिडन जेम्सहरू पनि जाने गरौँ होइन। जहिले पनि नियरेस्ट बिच मात्रै होइन, यस्तो हिडन स्पेस पनि जाने गरौँ, टुरिज्मलाई ग्रो गरौँ। यति भन्दै म के भन्न चाहन्छु भने आजको भिडियो एकदमै लामो भइसक्यो होइन, डे 3। यदि तपाईँहरूले यहाँसम्म हेर्नुभएको छ भने आइएम भेरी थ्याङ्कफुल होइन। थ्याङ्क यू गाइज फर वाचिङ होइन। अनि अर्को कुरा भनेको चाहिँ प्लिज डु लाइक सेयर सब्सक्राइब। यस्तै राम्रो कन्टेन्ट म ल्याउँदै गर्छु, ल्याउनेवाला छु। मैले एकदम 2-3 महिनाको लागि मैले सबै कुरा प्लान गरिसकेको छु होइन। यस्तै राम्रो कन्टेन्ट आउँदै गर्छ। ट्राभल भ्लग्स पनि आउँछ अनि आइएम प्लानिङ टु डु सम डेली भ्लग्स एज वेल। I hope you guys enjoyed watching this vlog and see you guys in next vlog. आजको लागि यति भन्दै I'd like to stop this vlog here on a healthy note. I'd like to say bye bye and I'd like to sign off.